जाडो मौसमको लागि आज म हजुरहरूलाई घरमै सजिलैसँगले तखा र सन्याखुना बनाएर देखाउँदैछु। यी दुवै परिकारहरू नेवारी परिकार हुन् र खास गरेर हामी चाहिँ यी परिकारहरूलाई जाडो मौसममा तातो तातो भातसँग खाने गर्दछौँ। बनाउन एकदमै सजिलो छ, दुवै परिकारहरू एकैचोटि बन्छ है। र घरमै पाइने लोकल सामग्रीहरूबाट नै सजिलैसँगले बनाउन सक्छौँ। यी परिकारहरू बनाउनुको लागि चाहिँ मैले 500 ग्राम बफको छाला भएको मासुलाई लिएकी छु। हजुरहरूले पनि सकेसम्म छाला भएकै मासुलाई लिनुहोला। राम्ररी पखालिसकेपछि अब सानो सानो पिसमा मासुलाई काट्दैछु मैले है। र हजुरहरूले चाहिँ मटनको मासुबाट पनि बनाउन सक्नुहुन्छ, मटनको छाला भएको पार्टबाट मासुबाट पनि बनाउन सक्नुहुन्छ र चिकनबाट पनि बनाउन सक्नुहुन्छ। तर मेनली तखा र सन्याखुना भनेको चाहिँ बफको मासुबाट नै बन्ने गर्दछ है। बफ खानुहुन्न भने चाहिँ मटनबाट पनि बनाउन सक्नुहुन्छ र चिकनबाट पनि बनाउन सक्नुहुन्छ है। र एकदमै सजिलो पनि छ र नेवारी घरहरूमा एकदम फेमस परिकार पनि हो यो है। तखा भन्ने बित्तिकै अलि लामो समयसम्म पकाएको चाहिँ बफको मासु भनेर पनि हामीलाई चाहिँ थाहा हुन्छ है। र यसरी मजाले काट्दै जान्छु है। हजुरहरूले चक्कुले काट्नु भए पनि हुन्छ, जसरी सजिलो लाग्छ त्यसरी नै काट्ने हो है। र थोरै बोसो पनि भयो भने त अझै मिठो हुने गर्दछ तखा है। जम्न पनि एकदम मजाले जम्छ। तखा भनेको चाहिँ आज बनाएर भोलिपल्ट 12 घण्टापछि तयार हुन्छ। सन्याखुना र तखा दुवै है। लगभग 12 घण्टा फ्रिजमा पनि राख्नु पर्दैन, रुम टेम्परेचरमै मात्रै राख्यो भने पनि 12 घण्टापछि मजाले तयार हुन्छ र फ्रिजमा हालेर जति दिनसम्म पनि खान मिल्छ यो चाहिँ है परिकारहरू। र यसरी मजाले काटिसकेपछि मासुलाई म्यारिनेट गर्दैछु है। त्यसको लागि के चाहिन्छ म हजुरहरूलाई भन्छु है त। र बेसार आधा चम्चा राखेँ, रातो धुलो खुर्सानी सानो चम्चाको 1 चम्चा र जिरा धनियाको पाउडर 1 चम्चा जति, नुन 1 चम्चा जति है। नुन अलि बेसी नै लाग्ने गर्दछ यो मासुमा। र तोरीको तेल 2 चम्चा राख्दैछु है। त्यसपछि मजाले एउटा सफा हातले 3-4 मिनट मोल्नुपर्छ हामीले यो मासुलाई है। मजाले मोल्नु होला यसलाई। र यसलाई के मसला चाहिन्छ त्यो पनि म हजुरहरूलाई भन्छु है। यसरी मजाले मोलेर लगभग 1 घण्टा छोपेर राखिदिन सक्नुहुन्छ। र हजुरहरूसँग फुर्सद छ भने चाहिँ रातभरि नै फ्रिजमा राख्नु भए पनि हुन्छ भोलि बिहान पकाउने तरिकाले। तर 1 घण्टा मात्रै म्यारिनेट गर्दैछु म चाहिँ छोपेर है। र यसलाई मिठो बनाउनको लागि चाहिँ गरम मसलाहरूमा चाहिँ मैले तेजपत्ता 2-3 वटा, रातो खुर्सानी 2 वटा, सुकमेल 2 वटा, ल्वाङ चाहिँ 3-4 वटा, मरिच 6 वटा जति र दालचिनी 1 टुक्रा लिएँ। हजुरहरूले गरम मसला घरमा जे छ त्यही राख्न सक्नुहुन्छ, यो सबै चाहिन्छ नै भन्ने पनि छैन। मैले चाहिँ सेकुवा मसला 1 चम्चा पनि युज गर्दैछु। हजुरहरूसँग सेकुवा मसला छैन भने गरम मसला युज गर्नु भए पनि हुन्छ। र जिराको दानाहरू आधा चम्चा जति चाहिँ चाहिन्छ। र मसलाको लागि चाहिँ अदुवा 10 ग्राम जति, लसुन 6-7 वटा र धनिया चाहिँ युज गर्दैछु मैले 1 चम्चा जति। हजुरहरूसँग धनिया यस्तो आमा छैन भनेदेखि धुलो धनिया युज गर्नु भए पनि हुन्छ। र लसुन अदुवा र धनियालाई यसरी मजाले कुट्दैछु। हजुरहरूले मिक्सरमा नै धुलो पिठो बनाउनु भए पनि हुन्छ यो मसलालाई है। मैले चाहिँ खलमै पिसेँ। र गोलभेडा रातो पाकेको 3 वटा र 2 वटा ठुलो साइजको प्याजलाई मैले काटेर तयार गर्दैछु। र यसरी तोरीको तेल चाहिन्छ 6 चम्चा जति। जुनै तेलमा बनाउनु भए पनि हुन्छ, तर तोरीको तेलमा बनाउँदा एकदमै मिठो हुने गर्दछ। तेल मजाले धुवाँ आउने गरेर तताउनु होला है। त्यसपछि जिरा फुराउने हो र बाँकी भएको सबै गरम मसलालाई पनि फुराइदिन्छु म। एकदमै यो तेलमा राम्रो फ्लेभर आउँछ र हाम्रो तखा पनि मगमग बास्ना आउँछ है। त्यसपछि प्याज भुट्नु पर्ने हुन्छ रातो हुने गरेर, गोल्डन ब्राउन हुने गरेर। र गोलभेडा पनि राख्दैछु। मजाले भुट्दै जानु होला है। बनाउन एकदमै सिम्पल छ। फरक के हो भन्दाखेरि अलि लामो समय पकाउनु पर्ने हो, आधा घण्टा जति है। बनाउने तरिका उस्तै हो, मासु बनाउने जस्तै नै।
केही गाह्रो छैन, हजुरहरूले पनि सजिलै बनाएर खान सक्नुहुन्छ। आफ्नो किचनमा एकचोटि ट्राई गर्नुहोला र प्रतिक्रिया दिनुहोला है त कमेन्ट सेक्सनमा। यदि हजुरहरूलाई यो भिडियो मन परेको छ भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोला र भिडियोलाई सामाजिक सञ्जालहरूमा पनि सेयर गर्नुहोला है। र अघि कुटेको मसलालाई पनि राखेर एकछिन भुट्दैछु। हजुरहरूले मेरो च्यानल अमरपन्ची फुडवाला सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब पनि गरिदिनुहोस् है त। यसरी मजाले भुटिसकेपछि अब अघि म्यारिनेट गरेको मासुलाई राख्दैछु मैले है। यसलाई मजाले चलाइदिनु होला एकचोटि। यसलाई पनि 1-2 मिनेट सानो फ्लेममा हामीले यसरी भुट्नुपर्छ है। र यो मासुमा चाहिँ लगभग हामीले ठुलो ग्लासको चाहिँ 4 ग्लास जति पानी राख्न सक्नुहुन्छ पकाउनुभन्दा अगाडि है। पानी अलि धेरै नै राख्नुपर्छ। र अब पानी पनि हाल्दैछु मैले। ठुलो ग्लासको 4 ग्लास अथवा आधा लिटर जति नै पानी हालिदिनु होला है। अलि पानी चाहिँ बेसी नै हाल्नु पर्छ र एकैछिन चलाएर यसलाई उम्लिन दिनुपर्छ। यो मासुलाई चाहिँ हामीले प्रेसर कुकरमा हाई फ्लेममा आधा घण्टा चाहिँ पकाउनै पर्छ है। जति लामो समय पकाउनु भयो त्यति नै मिठो हुन्छ तखा, तर आधा घण्टा चाहिँ पकाउनै पर्छ। यसलाई सिटी चाहिँ गनेर बस्नु पर्दैन है। आधा घण्टा हाई फ्लेममा पकाइदिनुहोस् प्रेसर कुकरमा। सिटी चाहिँ कतिवटा आउँछ गनिराख्नु परेन है त। अब मैले यसलाई ठ्याक्कै आधा घण्टा मजाले प्रेसर कुकरमा पकाउँदैछु। हेर्नुहोस् है त, बिर्को पनि लगाएर ठ्याक्कै घडी हेरेर आधा घण्टा पकाउनु पर्छ तखा चाहिँ है। र आधा घण्टापछि प्रेसर रिलिज भइसकेपछि यसलाई म देखाउँदैछु है। र अघिको सेकुवा मसला छ नि, हजुरहरूले गरम मसला राख्नु भए पनि हुन्छ है। 1 चम्चा राखेर फेरि एकचोटि पकाउँदैछु मैले है। यो चाहिँ लास्टमा मात्र राख्ने गरिन्छ सेकुवा मसला चाहिँ। र यसो गर्दा फ्लेभर अझै मिठो आउने गर्दछ। र तखा भनेपछि बालबालिकादेखि वृद्धसम्म सबैलाई मनपर्ने परिकार पनि हो। र एकचोटि मजाले चलाएर उमाल्न सक्नुहुन्छ। र पानी पुगेन जस्तो लाग्यो भनेदेखि यतिखेर पनि झोल थप्न सक्नुहुन्छ है त। तातो पानी थप्न सक्नुहुन्छ। यसरी मजाले उमालिसकेपछि अब चाहिँ 2वटा सफा भाँडा तयार गर्नु होला हजुरहरूले बनाउनको लागि। सुरुमा तखा बनाएर देखाउँदैछु है त। र तखा बनाउनुको लागि चाहिँ एउटा सफा भाँडा लिँदैछु मैले है। हजुरहरूले स्टिलको भाँडामा जमाउनु भए पनि हुन्छ, माटोको भाँडामा जमाउनु भए पनि हुन्छ। यो चाहिँ तखाको लागि हो। र यसमा लगभग आधी जति अघि हामीले प्रेसर कुकरमा पकाएको आधी जति मासु र झोल दुवै मैले राख्दैछु। र माथिबाट छोपेर राखिदिएपछि 12 घण्टापछि यो जमेपछि हामीलाई खानको लागि तयार हुन्छ है त। र फ्रिजमा राखिरहनु पनि पर्दैन। यो आफै जम्छ, छाला भएको मासु भएको कारणले। मटनको हो भने पनि मजाले जम्छ। यो चाहिँ तखाको तयारी भयो। र सन्या खुनाको लागि मैले सन्यालाई भुट्दैछु। यो सन्या भनेको चाहिँ सानो सानो माछा हो, सिद्रा माछा। यसलाई 3-4 मिनेट मजाले एउटा तातो प्यानमा भुट्नुपर्छ। र भुटिसकेपछि 10-15 मिनेट यत्तिकै छोडिदिनुपर्छ ताकि यो क्रन्ची हुन्छ र त्यसपछि पिस्न पनि हामीलाई सजिलो हुन्छ है त। र यसरी मजाले फुटिसकेपछि चाहिँ हेर्नुहोस् है त, यसलाई हामीले 10-15 मिनेट यत्तिकै रुम टेम्परेचरमा छोडिदिन्छौँ। र यो क्रन्ची भइसकेपछि आधी जति चाहिँ पिस्छौँ। हजुरहरूले मिक्सरमा पिस्नु भए पनि हुन्छ। मैले चाहिँ खलमै पिस्दैछु है। अलिकति दरदरा हुने गरेर पिस्नुपर्छ मिठो बनाउनुको लागि। आधी चाहिँ मैले लास्टमा राख्नलाई राखेँ र यसलाई चाहिँ पिस्दैछु है त। यसरी लस पिस्दैछु मैले खलमा है। एकदम मिठो हुन्छ। पुरै धुलो पिठो पनि बन्नु हुँदैन। र अलिकति यसरी दरदरा टाइपले पिस्दैछु। यो भिडियो मन पर्यो भने चाहिँ लाइक, कमेन्ट र सेयर गर्नुहोला र सेयर पनि गर्नुहोला है त। र हजुरहरूलाई मैले कुनै पनि भिडियो बनाएको हेर्न मन छ भने तल कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ। र यसरी एउटा बाउलमा राखेँ। यो चाहिँ सन्या खुना बनाउँदैछु मैले। यसमा चाहिँ हजुरहरूले चाहनुभयो भने यो चाहिँ सन्या खुना भनेको चाहिँ अचार हो होइन। नुन पनि थप्न सक्नुहुन्छ र खुर्सानी पनि थप्नुपर्छ यसमा है। बाँकी भएको अघिको मासु र झोल छ नि आधी, त्यो सबै मैले यसमा राखिदिएँ।
र हजुरहरूले यसमा चाहिँ निबुवाको झोल चाहिँ आधा कप जति राख्नुपर्छ। निबुवाको झोल छैन भने कागतीको रस चाहिँ आधा कप राख्नुपर्छ है। त्यही भएर यसमा नुन खुर्सानी पनि मजाले थप्दा हुन्छ है। र निबुवाको रस पनि राखेँ मैले आधी जति है। मेरो भिडियो चाहिँ हरायो त्यो निबुवा राखेको वाला, हजुरहरूले राख्न नछुटाउनु होला। र माथिबाट 1 चम्चा जति खुर्सानी पनि राख्नुपर्छ। नुन पनि थप्न सक्नुहुन्छ। र माथिबाट यसरी सिद्रा माछा राखेँ। यो अचार भएको कारणले नुन खुर्सानी र अमिलो चाहिँ कम्पलसरी नै हो है। कागतीको रस चाहिँ आधा कप जति राख्न सक्नुहुन्छ, 3-4 वटा कागती निचरेर है। र यसरी यसलाई पनि छोपेर 12 घण्टापछि चाहिँ तयार हुन्छ। रुम टेम्परेचरमा नै मजाले तयार हुन्छ। फ्रिजमा राखिराख्नु परेन है। र 12 घण्टापछि कस्तो भयो म हजुरहरूलाई देखाउँदैछु है त। यो चाहिँ मैले अब छोपेर राखेँ र भोलिपल्ट कस्तो भयो त। यो खानको लागि एकदम रेडी भइसकेको छ। तातो तातो भातसँग है मजाले जमिसकेको छ। म हजुरहरूलाई देखाउँछु है त। तखा हो यो चाहिँ। र माछा भएकोलाई चाहिँ सन्याखुना भनिन्छ है। हेर्नुहोस् त, वाउ कस्तो मजाले जमिसकेको छ। म हजुरहरूलाई टेस्ट गरेर पनि देखाउँछु है त। आजको भिडियो पक्कै पनि आफ्नो किचनमा एकचोटि ट्राई चाहिँ गर्नु होला है। यो चाहिँ 100% बन्ने रेसिपी नै हो र बेसिक कुकिङ नै नजानेकाहरूले पनि सजिलै पकाउन सकिने रेसिपी हो है। घरमै पाइने सामग्रीबाट तयार हुन्छ र मजाले तातो तातो भातसँग खान सक्नुहुन्छ। यसलाई तताएर खाइराख्नु पर्दैन है। यो चाहिँ यसरी जेली फर्ममा नै खाने हो। र सन्याखुना पनि तयार भइसकेको छ। हेर्नुहोस् त, वाउ। र यसलाई पनि म टेस्ट गरेर देखाउँदैछु है त। पिरो पिरो अमिलो अमिलो नुनिलो नुनिलो यो सन्याखुना हो। फ्रिजमा राखेर चाहिँ जति दिन पनि खान सक्नुहुन्छ है। यसलाई चाहिँ अब यो तयार भइसकेपछि चाहिँ फ्रिजमा राखेर मजाले जति दिन पनि राखेर खान सक्नुहुन्छ। एकदमै मिठो फ्लेभर आउँछ। यो चाहिँ मासुको अचारै भने पनि हुन्छ, ट्रेडिसनल तरिकाको। थ्याङ्क यू सो मच फर वाचिङ। ह्याप्पी